बालेन्द्र शाहसँग संवाद भएको छैन मान्यज्यू? भएको छैन क्या, म गर्दिनँ संवाद कसैसँग। ल त एउटा कुरा हाल्नु ल न, ल छिटो गर्नु न यार, फोटो नखिचौँ न हो, भोलि पर्सि खिचौँ। हुन्छ तपाईँ मात्र यस्तो हुनुपर्ने, अरू फेरि तपाईँको एउटा सिको नगर्ने, खुलेर हिँड्न नसक्ने कारण के होला फेरि? अनि यो त्यही तिमी जस्तो धेरै गाउँ गर्ने भएर हो। युवाहरूलाई अगाडि बढ्न दिनुपर्छ, अलिक छिप्पिएको बुढाहरू चाहिँ पछाडि बस्नुपर्छ क्या। शपथ लिएर आउनुभयो, कस्तो महसुस भएको छ? केही महसुस भएन, किन भन्दाखेरि 5 मिनट पनि लागेन। मान्नु पर्दैछ मन्त्रीज्यू, मान्यज्यू बधाई पनि चाहिन्न, शुभकामना पनि चाहिन्न। किन मान्यज्यू? चाहिन्न। स्वतन्त्र माननीय महावीर पुन कतै राष्ट्रपा स्वतन्त्र पार्टीमा जाने हो कि भन्ने चर्चा पनि छ के हो? त्यो चर्चा जसले गरेको उसैलाई सोध्नु। तपाईँले चाहिँ यो आफ्नो किताब कति पटक पढ्नुभयो? पढेकै छैन। पढ्नु भएन? लेख्यो पढ्यो, अब के पढ्ने लेखेको छ। हकित हुनुभयो जस्तो छ कि माननीयज्यू आज हाई हकित हुन्न के तेरिका। लेखकहरूको किताब चाहिँ कति पढ्ने गर्नुहुन्छ नि? कसैको किताब पढ्दैन। आफ्नो किताब तपाईँले पढ्नु भएको छ, लेख्नु भएको मात्रै छ होइन? आफ्नो किताब पढ्नु भएन माननीयज्यू? त्यो लेख्दाखेरि पढिहाल्यो नि। अर्को किताब चाहिँ कहिले निस्किन्छ तपाईँको नयाँ किताब? नयाँ किताब निस्किँदैन। फेरि भेटौँमा लेख्नु भएको छ हजुरले? यसैमा थप्ने हो क्या अलिकति। अलिक मन्त्री हुँदा अनुभव पनि हो त्यो थप। किताबमा आउँछ। फेरि पुराना पाठकहरूले त फेरि किन्नुपर्ने भयो नि त। किन्नु धन नाफा हुन्छ। यहाँ पत्रकारितामाथि कुटपिट गर्नु भएको छ, के छ यसमा? मलाई थाहा छैन भन्दैछु। मैले कुटपिट गरेर देखेकै छैन त। अब म पत्र यो कुरा थाहा छैन कि म बिहान किताब हेर्न आएको मान्छेलाई। खत्तम। मानिस संसदमा भूमिका कस्तो रहन्छ अब तपाईँको? भूमिका खेलाडीको रहन्छ। पहिलोचोटि सांसदको शपथ खाँदा कस्तो अनुभव भइरहेछ? एकदम 5 मिनटमा सिद्धिहाल्यो नि। बालेको पहिलो निर्णय चाहिँ केपी ओलीलाई पक्राउ गर्ने हो? थाहा छैन के, फेरि हो भन्छ यार।